सम्पूर्णमा नमस्कार। कृषि नवदृष्टि युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। यदि हजुरहरू पनि एक बगनबेलिया प्रेमी हुनुहुन्छ र एउटै बोटमा धेरै रङका फुलहरू फुलाउन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आज हामी यस भिडियो मार्फत बगनबेलिया फुलमा कसरी मल्टिकलर ग्राफ्टिङ गर्न सकिन्छ भन्ने कुराको बारेमा सिक्नेछौँ। अब लागौँ बगनबेलियामा मल्टिकलर ग्राफ्टिङ गर्ने विधिहरूतर्फ। बगनबेलियामा ग्राफ्टिङ गर्ने उपयुक्त समय जेठदेखि भदौ रहेको छ। यी महिनाहरूमा ग्राफ्टिङ गर्दा ग्राफ्टिङ सफल हुने सम्भावना बढी भएको पाइन्छ। सर्वप्रथम हजुरहरूलाई बगनबेलियामा मल्टिकलर ग्राफ्टिङ गर्नको लागि मुख्य गरी रुटस्टक र सायोनको आवश्यकता पर्दछ। जुन बोटमा हामी नयाँ हाँगा गाँच्छौँ त्यस बोटलाई हामी रुटस्टक भन्छौँ भने र जुन हाँगा गाँथिन्छ त्यस हाँगालाई हामी सायोन भन्दछौँ। पेन्सिल साइजको बिरुवा अथवा एक पुरानो माउ बोटलाई हजुरले रुटस्टकको रूपमा प्रयोग गर्न सक्नुहुनेछ भने र आफूलाई मन परेका कलरका बगनबेलियाका हाँगाहरूलाई हजुरले सायोनको रूपमा प्रयोग गर्न सक्नुहुनेछ। र सायोनको छनौट गर्दाखेरि यदि हामी रुटस्टकको हाँगामा ग्राफ्टिङ गर्दैछौँ भने रुटस्टक र सायोनको साइज एउटै अथवा सायोनको साइज रुटस्टकको भन्दा ठुलो हुनु हुँदैन। र यदि हामी बार ग्राफ्टिङ अथवा मोटो डाँठमा ग्राफ्टिङ गर्दैछौँ भने सानो साइजको सायोनले पनि हामी ग्राफ्टिङ गर्न सक्दछौँ। र अब लागौँ रुटस्टकको तयारीतर्फ। र रुटस्टकमा ग्राफ्टिङ गर्नको लागि रुटस्टकको हाँगामा ग्राफ्टिङ नाइफको मद्दतले काट्छौँ र बोक्रा नउक्किने गरी 2 देखि 3 सेन्टिमिटर काट्छौँ। र सायोनको तयारी गर्दाखेरि सायोनलाई दुईतिरबाट 1 देखि 2 सेन्टिमिटर बन्चरो सेपमा अथवा भी सेपमा काट्छौँ। र यसरी रुटस्टक र सायोनलाई तयारी गरिसकेपछि रुटस्टकको काटेको ठाउँमा सायोनलाई राख्छौँ र टाइट हुने तरिकाले ग्राफ्टिङ टेपको मद्दतले हावा नपस्ने तरिकाले बाँध्छौँ। र बाँधिसकेपछि त्यसलाई तातो र सुक्खा हावाबाट बचाउनको लागि सुक्न नदिनको लागि सेतो प्लास्टिक पोलिब्यागले बाँध्ने गर्दछौँ। र यसरी ग्राफ्टिङ गरिसकेपछि उक्त ग्राफ्टेड बिरुवालाई सिधा चर्को घाम नपर्ने ठाउँमा हल्का छायादार ठाउँमा राख्छौँ। र ग्राफ्टिङ गरेको 15 देखि 20 दिनमा हामीले सायोनमा नयाँ बड स्प्राउट भएको अथवा नयाँ वृद्धि विकास देख्न सक्छौँ। र यसरी सायोनमा हाँगा पलाउन थालेपछि 15 देखि 20 दिनमा अलिकति धेरै हाँगाहरू आएपछि प्लास्टिकलाई खोल्छौँ र त्यसलाई 1 हप्ता जति छायादार ठाउँमा राख्छौँ। र 1 हप्ता जति छायादार ठाउँमा राखिसकेपछि बल्ल त्यसलाई चर्को घाममा अथवा फुल सनसाइनमा हामी राख्न सक्दछौँ। र हजुरले यस भिडियोको ज्ञानले आफूले मन पराएको कलरहरू राखी मल्टिग्राफ्टेड बगनबेलिया बिरुवा बनाउन सक्नुहुनेछ भन्ने कुरामा म आशावादी छु। र यदि हजुरलाई यस्तै जानकारीमूलक भिडियो मनपर्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। र यदि हजुरहरूसँग बगनबेलिया ग्राफ्टिङ सम्बन्धी केही जिज्ञासा सल्लाह सुझाव छ भने कमेन्ट मार्फत हामीलाई जानकारी गराउन सक्नुहुनेछ। र आगामी दिनहरूमा यस्तै जानकारीमूलक भिडियो ल्याउने प्रतिबद्धताका साथ अहिलेलाई बिदा हुन्छु। नमस्कार।